1 महिना तपाईहरुलाई टाइम छ। तपाईहरु घरमा चाहिने पेट्रोल डिजल सबै स्टक गरेर राख्नलाई ग्यास, किनकि अब यो आन्दोलनले व्यवस्था परिवर्तन गर्छ। छठ पछाडि हुने आन्दोलनको लागि तयारी हुन र बन्द गर्न, नेपाल बन्द गर्न, नेपाल भरिबाट गाडी हुनेले गाडी बन्द गर्ने नहिन्ने, साइकल हुनेले साइकल नकुदाउने, मोटरसाइकल हुनेले मोटरसाइकल नकुदाउने, यो तिहार र छठ पछाडि हुने देश र देशवासीलाई जोगाउने, जो नेपाल र नेपालीलाई जोगाउने जुन आन्दोलन छ, बृहत आन्दोलन छ, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फेरि त्यो चान्चुने आन्दोलन हुँदैन। र म अहिले पनि भन्छु तपाईहरुलाई, यो 1 महिना तपाईहरुलाई टाइम छ, मोटामोटी 15-20 दिन टाइम छ। 15-20 दिन, त्यो 15-20 दिनमा तपाईहरु घरमा चाहिने पेट्रोल डिजल सबै स्टक गरेर राख्नलाई ग्यास। म के भन्न चाहन्छु भने नेपाल भरि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका सबै जिल्ला, तर तबका दोकान व्यवसायीहरु सबैजना नेपाल बन्द गरेर बस्नलाई देश जोगाउने मामला हो नि त। व्यापार जोगाउने हैन, घर जोगाउने, देश जोगाउने मामला हो। र यो देशलाई अखडा बनाउने, जस्तो कुम्भ मेलाको साधुहरुको अखडा जस्तो नि विदेशीहरुको अखडा भएको छ, यो अखडाको अन्त्य गर्न एनजीओ आईएनजीओलाई यहाँबाट लखेट्न र एनजीओ आईएनजीओले यहाँ नेता जन्माउँदो रहेछ, त्यो नेताहरुको अन्त्य गर्न हामी नेपालीहरु एकजुट हुनुपर्छ र सम्पूर्णलाई छठ पछाडि हुने आन्दोलनको लागि तयारी हुन र बन्द गर्न, नेपाल बन्द गर्न, नेपाल भरिबाट गाडी हुनेले गाडी बन्द गर्ने नहिन्ने, साइकल हुनेले साइकल नकुदाउने, मोटरसाइकल हुनेले मोटरसाइकल